चित्त नबुझेको कुरा चाहिँ के भन्दा वर्ल्ड कपलाई चाहिँ एकदम नर्मल टुर्नामेन्ट जस्तो उसले ट्रिट गरे, नर्मल टुर्नामेन्ट जस्तै गरी हैन। नजिता पनि के हुँदैन, 7-8वटा म्याच त हो नि। वर्ल्ड कप होस् नहोस् रोनाल्डो हुँदैन, 7-8वटा म्याच त हो नि। वर्ल्ड कप होस् नहोस् रोनाल्डोले यस्तो कुरा भनेपछि पोर्चुगलको प्लेयर्सहरूले ज्यान फ्याल्छ, मर्नु पर्यो भने मर्छ, छातीमा गोली खान्छ वर्ल्ड कप जित्नको लागि। रोनाल्डोले आई निड दिस वर्ल्ड कप, यो मेरो लास्ट वर्ल्ड कप हो, आई निड दिस वर्ल्ड कप। 40 पुगिसक्यो, 41 पुग्छु म वर्ल्ड कपमा, आई एम रेडी टु डाई। आर यु रेडी गाइज? तिमीहरू रेडी छौ मसँग यो वर्ल्ड कप जसरी पनि जित्नको लागि? तिमीहरू रेडी छौ? मर्नु मार्नु जे गर्नु छ गर्ने, हामी यो वर्ल्ड कप उठाएर आउने, पोर्चुगलको इतिहासको पहिलो वर्ल्ड कप जित्ने हो यो। सक्छौ तिमीहरू? छौ मसँग तिमीहरू? मलाई साथ दिन्छौ तिमीहरू? रोनाल्डोले यति भनिदिनु भने के हुन्छ? मा कसम गाइज पुरा पोर्चुगल उठेर आउँछ क्या, दुनियाँ उठेर आउँछ क्या। मलाई अहिले भन्दा भन्दा मेरो गुजबम्स आयो जब कि म अर्जेन्टिनाको फ्यान हो। मलाई यो स्टेटमेन्ट चित्त नबुझेको, मैले त्यो सुन्ने बित्तिकै मलाई यार न गलत।